आज चाहिँ हाम्रो थानीकाथान मन्दिर दर्शनसम्मको यात्रा। डाँडामा आएपछि बल्ल घाम देखियो। हेर्नु त यति धेरै शीत कि तलतिर त रोटै पुरै भिजेको। यो डाँडामा आएपछि चाहिँ बल्ल अलिअलि घाम देखियो। लगभग सायद 12-13 वर्ष 14 वर्ष 12-13 वर्षकै अन्तरालमा गइयो होला थानीकाथान मन्दिरको दर्शन। ल हेर्नु हामी आइपुग्यौँ अब डाँडाखालीका लगभग बाटोमा पसलेहरूको भिड, गाडी राख्नेहरूको भिड। गाडीको लाइन छ, लाइन गाडी आइपुग्यो, डाँडातिर आइपुग्यो। हेर्नुहोस् त मान्छेहरूको लाइन, साइडमा पसलमा व्यापार गर्नेहरूको लाइन कति छ। हेर्नु फुलको डोली हो, गाडीबाट बोलेर फुलको डोली लिएर अब मन्दिरतिर प्रस्थान गर्दै टोलीहरू रातभरि पूजा गर्यो। बिहानी पख फुलको डोली लिएर थानीकाथानमा माइतर्फ हेर्नु त भिड। त्यहाँ डाँडामा देख्न सक्नुहुन्छ मन्दिर, यहाँसम्म नस्कार छ। यहाँबाट ल्याएर यो ढाड देखाएर हिँड्ने मान्छेले को क्यामेरा छेक्दै हिँडेको छ। ढाड देखाएर हिँड्ने मान्छेले घाटको हेर्दाखेरि ल्याएर जस्तो सबै फुलको माला लगाएर देवी माईको दर्शन गर्नलाई बिहान 4 बजेदेखि नै आउन सुरु हुँदो रहेछ। हामी त अब पुरा लगभग 8 बजेदेखि मन्दिर परिसर माथि मन्दिरमा यति भिड छ, तल उत्तिकै पूजा गर्न लाइनमा बस्दै हुनुहुन्छ। यो हाम्रो धेरै समयपछि 10-12 वर्षको अन्तरालमा 13-14 वर्षकै अन्तरालमा आइपुग्यो। 13-14 15-16 वर्षको 17 वर्षकै अन्तरालमा आइपुग्यो। पहिला त हिँडेरै पुगिन्थ्यो। गाउँमा छँदाखेरि नजिक थियो, वर्षेनी पुगिन्थ्यो। समयले गर्दा हेर्नु त मान्छेहरूको जम्मा भिड। मङ्गलबार परेको रहेछ, मङ्गलबार फेरि महिनाको लास्ट दिनै परेको रहेछ। त्यही भएर यो चाहिँ विशेष बत्ती बाल्ने र अनि फुलको टोली ल्याउनेको भिड खुट्टा राख्ने ठाउँै नभएको। अगाडि जानु अगाडि बाबालाई